कहाँ जान लाग्छौ जखिराता बाइ बाइ अब भेट्दै गरौँला फेरि आउने गर्छ है गाइस ट्याप ट्याप हेलो को हुनुहुन्छ यतातिर कुना कुना हजुर हेलो हामी जाँदैछौँ पिकनिक जखेराता आफूले पार्टी पुगेको नि यहाँ हुनुहुन्छ मिना म्याम ओइ मैले हातमा घडी लगाएँ यता हुनुहुन्छ अपेक्षा अनि नबिना हेर्नुस् के हाय हेलो म्यामहरु हेलो म्यामहरु कता कता हुनुहुन्छ म्याम हाय हेलो हाउ आर यू आई एम फाइन थ्याङ्क यू हाम्रो दिदी आउँदै हुनुहुन्छ कुर्सी लिएर हामी साथीहरूलाई पर्खिँदा बोरिङ भइसक्यो गाइस अझैसम्म आउनु भएको छैन पर्खिरहेछौँ छिटो आउनु साथीहरू आउनुहुन्छ छिटो आउनुहोस् भन्ने नि नहीं फाइनली ढले 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 गाइस कस्तो भयो ओ माय गॉड हाय भन्दिनु देखाइदिनु कहाँ बस्नु लाग्यो अगाडि अगाडि हो चाहिँ गलैचावाली यहाँ चाहिँ पराटवाली देखाउनु कृष्णा म्याम म्यामहरू उता गइराख्नु भएको छ हामी चाहिँ यहाँ यसरी छ यहाँ जुना म्याम हाय 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 हेलो म्याम मनिषा म्याम गाइजहरू आउनु 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 मेरो कपाल बिग्रेर यस्तो भएको छ आइफोनले ल ल ल आइफोन भन्न मिल्दैन ल अनि आइफोन भन्न कम छ हाय हाम्रो म्यामहरू हाय नबिना जी हेलो अपेक्षा जी बाई बाई है भोलिदेखि हजुर टिचर बन्दै जाँदै हुनुहुन्छ शुभकामना त्यसको लागि कस्तो फिल भइरहेछ ओके ओके कस्तो फिल भइरहेछ अब भोलि जाँदै हुनुहुन्छ अनि हल्का डर पनि छ त्यो म बुझ्न सक्छु त्यो मैले पनि बुझ्न फिल गर्न सक्छु भने हाम्रो बिछाएर काम गर्ने हुँदैछ गाई छ लौ न हेर्ने दा
ओहो दामी 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 हेलो हेलो नानी मेरो साथीहरु यहाँ आउनु भएको छ साथी साथी वाउ हेलो नाइस हामी चाहिँ पकाउने तयारीमा छौं हामीले काटिसक्यौं अब पकाउँदै हुनुहुन्छ हाम्रो म्याम उता साथीहरुलाई पनि हेर्न सक्नुहुन्छ धारामा आउनु भएको छ साथीहरु यता हेर्नुस् 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 यता साथीहरु राम्रोसँग हेर्नुस् ल हामीले साल्ने कहिले हैन हाल्ने भोलि हो अस्ति चाहिँ माथि त्यहाँ कहाँ जाने बेला मन्दिरमा जाने बेला पनि यस्तो गर्नु थियो भ्लग गराउने हाम्रो जखेरा तालको भ्यू हेर्न सक्नुहुन्छ सिउसी अहिले अब म सम्पूर्ण विस्तृत रूपमा देखाउने छु उता पिकनिक खाइराख्नु भएको छ अरु ग्रुपहरुले पनि आजभोलि के महिना अरे जेठको महिना पनि यस्तो राम्रो पिकनिक खाइराको छन् जता कतै यति राम्रो छ यति राम्रो हाम्रो कृष्णा म्याम हुनुहुन्छ यति राम्रो नवीना म्याम हुनुहुन्छ अब हामीहरु त्यो ठाउँमा जाने छौं अहिले पछि खाएर के कसो कृष्णा म्याम यस म्याम भन्नुहोस् केही जानकारी दिनुहोस् उता हेर्न सक्नुहुन्छ हाम्रो हाम्रो ब्युटिफुल ब्युटिफुल म्याम हामी काला मान्छे कालो आइरहेछ गोरखोजमा कहाँ जाने त नि हेलो के धुँदै हुनुहुन्छ अब गइहाल्नुहुन्छ गएर तपाईँ कति राम्रो आछ हाई सबिना म्याम दामी है कस्तो फिल भइरहेछ तपाईहरुलाई पिकनिक आको भन्नु त लास्टै रमाइलो भएको छ नि लास्टै रमाइलो हो भेरी गुड ल हाम्रो शर्मिला म्यामले पुलाउ चलाइराख्नु भएको छ ट्याक लाएर दामी भएको छ दिदीले आगो बालिराख्नु भएको छ यसरी भइरहेको छ हाम्रो पकाउने कार्यक्रम यहाँ चाहिँ मासु छ यहाँ चाहिँ धनिया कति राम्रो छ कति राम्रो कति धेरै बाख्रा हेर्न सक्नुहुन्छ गाइजहरु कति दामी आछ नि बाख्रा हेर्नु न उ भन्नुस् दे भन्नुस् के हो यहाँ चक्कु नभएर जस्तो सुकै सिचुएसनमा पनि म्यानेज गर्न सक्नुपर्छ भन्ने उदाहरण सहित यसरी गरिराख्नु भएको छ त्यसको लागि धन्यवाद भन्ने रे यता हुनुहुन्छ हाम्रो म्यामहरुले टमाटर काटिराख्नु भएको छ दौडिने यसरी काटिराख्नु भएको छ हेलो गाइस हेलो 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 आज हामी जगेरा दाल खाना
रमाइलो भइरहेछ अहिलेसम्म गर्मी भएको छैन काम गरे जस्तो गर्छु भिडियो बनाउने बेला मात्रै हामी गर्मी भएर यस्तो खाइरहेछौँ भन्ने यस्तो भइसक्यो उसको भित्र चाहिँ गोरी बोडी छ गाइस हामीहरू मसला पिसेर आइरहेछौँ जुनमा पनि हाई गरेर त्यही भएर हाई नसक्यो मसला पिसेर यसरी आएर हामी आउन पर्ने हुन्छ कति बेला हो खाएर नाचेर हाम्रो गाउँको गीत तिनीहरू हो उही भाँसिन्छ त यहाँ त यस्तरी छ जहाँ पनि यस्तै गीत बजाएको छ नि कहाँबाट हुन्छ मेरो साथी यस्तरी हिँड्नु भएको छ हाई हामीले खाने त्यो ऊ हो घर हो हामी चाहिँ मसला पिसेर यसरी गइरहेको छौँ साथीहरू यसरी आउँछ अपेक्षा के को तरकारी वाउ मिठो छ कार्यक्रम भइरहेको छ यहाँ हाम्रो अचार बन्दैछ गाइज मिठो मिठो अचार बन्दैछ म्यामहरूले बनाउँदै हुनुहुन्छ यसरी नुन हाल्नु पर्ने हुन्छ गाइज कहिले अचार खानु भएको छ कि नै भन्ने अचार बनाउनु भएको छ कि नै यसरी गाजर हाल्नु पर्छ अम्चुर मिच्न पर्छ त्यसरी गाइस तपाईहरुले कसरी राख्नुहुन्छ नुन नहालेर पनि खान सक्नुहुन्छ चिनी हालेर पनि खान सक्नुहुन्छ तर हामीले चाहिँ नुन हालेर खान्छौँ हामी नुन खाने कति मिठो हुन्छ चुक धेरै भएको खानु भएको छ कहिले कति मिठो हुन्छ ठिक्क हुन्छ तर चम्चा हामीले चम्चाको अचार पनि गराउँछौँ गाइस खान चाहेपछि हामीसँग अर्डर गर्न सक्नुहुन्छ वाउ नाइस केरीको त्यसरी बादरले जसरी म्याम भन्नु छिटो लास्टै सक्नु हुनुभएको छ नि बिचारा म बुझ्न सक्छु तपाईँको कुरा के हुन्थ्यो जान्थ्यौँ पानीपुरी खान मलाई लाग्छ यसरी हामीले वनभोज खानुभन्दा अगाडि यसरी चढाउनु पर्छ साथीहरू वन देउतालाई थाहा छ कि नै तपाईहरूलाई होइन चढाएको किन फर्काउनुहुन्छ र नाम पारेको अलिअलि मात्र के कस्तो छ म त ठिकै मानेछु अलिक कम छ
नुन अलिकति राख्नु यो के हो म्याम मासु हेलो म्याम हेलो मासु अलि धेरै थप्नु होला है म भेजिटेरियन हो ए हो हेलो दिदी What happened? म चाहिँ यसरी थप्दी हामी के थपिरहेको भात भात दिदी भात दिदी भात खाए ल म चाहिँ यसरी खाँदैछु गाइस हामीले अब खाने भइसकेर फोटो सेसन अनि डुङ्गा चढेर घर जानु भने यसरी फोटो खिचिराख्नु भएको छ यहाँ म्यामले पनि वेटिङमा आउनुहुन्छ भन्ने के हाम्रो म्यामहरू उता बस्नु भएको छ यति राम्रो पार्क छ हामीहरू यस्तो गरिरहेको अब छ म्यामहरूसँग पर्खिनु भएको छ रमाइलो भयो अब चाहिँ हामी हाम्रो प्रोग्राम सकेर अब घर जानेतिर लाग्नुपर्छ के छ रे हाम्रो प्रोग्राम के छ भने इन्ट्रोडक्सन सक्यो अब चाहिँ के अन्ताक्षरी अनि के छ समथिङ यस्तै केही छ गाइज हेर्दै गर्नु होला हामी के कस्तो गर्छ आउँदै गर्छ भिडियो सब्स्क्राइब लाइक गर्दै गर्नु होला कृपया बाइ बाइ अहिलेलाई ब्लगर गर्ने मान्छे त्यति गाइज हाम्रो सब हामी चाहिँ घर अब थकित भएर घर कसरी जाने होला नि अस्ति नि दर जान्छ है
मकै बारी ड्याम गर्दै जाने पर अब कस्तो दौ भयो बस्नु अहिले 60 फेर भएको छौँ क्या हामीहरू गइरहेको छौँ यस्तरी भएर यसरी गइरहेको छौँ हेर्न सक्नुहुन्न हरा भएर गइरहेछौँ नि हामी अहिले देखाउँछौँ गाइजहरू हामी फेरि ग्रिन पार्क लमैको के अरे लमैको ग्रिन पार्क झरेको छ एकछिन रमाइलो लिँदैछ देख्न सक्नुहुन्छ भन्ने ग्रिन पार्क टिकट काट्नु ग्रिन पार्कको नजारा हेर्नुहोस् हाई भन्नु म्याम भन्ने हेलो हाई 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 गङ्गा कता कति सानो हुनुहुन्छ दे हाई दिदी हाई सबै पठाउने हेलो गाइज यो के यसको यो फलको नाम के होला हामीले अचम्म लाग्ने भेटायौँ लमैको फन पार्कमा अब चाहिँ खान्छौँ है टेस्ट गर्दैछौँ यति हो कति लाग्छ नि मर्न त मर्दैनन् होला नि चाहिँ हामी घुम्ने कार्यक्रम सक्यो यो भ्लग चाहिँ गाइज एन्ड गर्न चाहन्छौँ बाई बाई अब अर्को भ्लगमा भेटौँला